हेलो गाइस, यहाँ चाहिँ हेर्नु ल, मैले आज चाहिँ छोरालाई चाउमिन बनाइदिन रेडी गर्दैछु। आँटा मुछेँ अनि यसरी लामो पाएर यसरी उसमा बेल्दै गर्दै गर्दै हातले यसरी गर्दा गर्दै, तर हात चाहिँ बहुत दुख्यो मेरो। त्यही लागि मैले होस् काटेर सानो सानो बेल्छु अनि काटेर सानो सानो पार्छु भनेर काटेँ। बेलेर रोटी बनाएर बेलेर काटेर सानो सानो पार्दै गरेँ। यतिको चाहिँ बनाएँ। अब यति बनाएँ। यो चाहिँ उसिनी मैले रेडी गरिरहेको छु। चाउमिन बनाइसकेँ। अब लाग्दैछ नि साँच्चैको चाउमिन जस्तो। तर त्यो बजारको मैदाको चाउमिनभन्दा घरमै यसरी बनाएको चाहिँ हेल्दी पनि हुन्छ अलिक। मैदा जस्तो त हुँदैन आटा एटलिस्ट। अनि यहाँ अलिकति गरेर पनि धेर चाहिँ गर्नु सकिनँ अब, किनभने अब त्यो सानो सानो पार्न हातले यसो गरेर बेलेर काट्न पनि अलि अप्ठ्यारै हुँदो रहेछ। कचककुचुक हुँदो रहेछ एकठाउँमा। त्यति गरिसकेर चाहिँ मैले उसिनिसकेँ। अनि यता केही हालिनँ, सिम्पल बिलाएर साग हाल्ने, सब्जीहरू अरू केही हालिनँ। अनि मसला पनि केही छैन, जिरो हालेँ। अनि छोरोले खान्छु भनेपछि उसलाई बनाइदिनै पऱ्यो। त्यो बजारको ल्याएर दिनुभन्दा उसलाई घरमै बनाइदिन्छु भनेर। अनि यहाँ पाकि पनि सक्यो। छोरो उठेर मेरो चाउमिन दिन्छु दिन्छु भनेको थिइस् दे भन्दैछ। ऊ सुत्नको लागि उसलाई हरेक गरेर सुताउनु पर्छ। दिउँसो सुत्नु चाहिँ मान्दैन ऊ। कति सुताउँछ, 6 खेप भयो सुताएको, बिहान दिउँसो भन्छ। अनि यो चाहिँ फाइनल। यो चाहिँ मेरो। छोरोलाई पनि यता दिएर राखेको छु। सोधौँ है छोरोलाई कस्तो भयो। राजा कस्तो रहेछ चाउमिन? त राखेर देखाऊ कस्तो रहेछ। कसो देखाऊ त? यस्तो